नमस्ते, म हरिहर प्रसाद भण्डारी ऐश्वर्य विद्या निकेतन स्कुल धनगढीमा अवस्थित यो स्कुलको पूर्व विद्यार्थी हुँ। मैले यहाँबाट 2054 सालमा चाहिँ एसएलसी परीक्षा डिस्टिङ्सन डिभिजनमा पास गरेको थिएँ। त्यतिखेर 80%। मेरो व्यक्तिगत रूपमा मेरो शैक्षिक रिजल्टहरू धेरै उच्च लेभलको थियो। एक्सिलेन्ट रिजल्टहरू। म नियमित पढाइ बाहेक चाहिँ आफ्नो अतिरिक्त क्रियाकलापमा पनि म इन्भल्भ थिएँ र ऐश्वर्य विद्या निकेतनको नाम, प्रसिद्धि, फेम सबै चाहिँ आजका दिनसम्म यो धनगढीको सन्दर्भमा कायम नै छ। यहाँको शिक्षक लगायतको सम्पूर्ण टिम चाहिँ उत्कृष्ट शैक्षिक रिजल्टको लागि सधैँ उत्प्रेरित छ, कार्य गरिरहेको छ र म त्यहाँको पूर्व विद्यार्थीको हैसियतले मात्र होइन, अभिभावक पनि। मेरो अहिले नानी बाबुहरू, एउटा छोरा र छोरी चाहिँ त्यही अध्ययनरत छन्। उनीहरूको पनि शैक्षिक पर्फर्मेन्सहरू धेरै नै उत्कृष्ट छ। म आफूलाई ऐश्वर्य विद्या निकेतनको पूर्व विद्यार्थी भन्नुमा धेरै गौरवान्वित चाहिँ छु। यो गौरव फिल गर्छु। म चाहिँ पेशागत रूपमा सरकारी बैंकमा, नेपालको गभर्नमेन्ट बैंकमा एउटा व्यवस्थापकीय तहमा अहिले डेपुटी म्यानेजरमा विगत 20 वर्षदेखि चाहिँ यसमा सक्रिय छु र आफ्नो बैंकिङ सेवाको माध्यमबाट हामीले आफ्नो सेवा प्रवाह गरिराखेका छौँ। म अहिले धनगढीको यो शाखामा चाहिँ कार्यरत छु र आउँदै गरेको शैक्षिक सत्रमा चाहिँ यहाँहरूको नानी बाबुहरूलाई पनि एउटा उल्लेख्य, एउटा राम्रो गुणस्तरीय शिक्षाको खोजीमा हुनुहुन्छ भने यो विद्यालयको नतिजाहरूले, विगतका नतिजाहरूले र यो स्कुलको चाहिँ ब्याकग्राउन्डले यसको वेबसाइटमा सबै ठाउँमा चाहिँ यसको उपलब्ध छन्। यहाँहरूले आफ्नो नानी बाबुको एउटा मल्टिडाइमेन्सनल चाहिँ राम्रो फ्युचरका लागि यदि सोच्दै हुनुहुन्छ भने अहिले भर्ना अभियान चाहिँ भर्खरै सुरु भएको छ। यहाँ कन्सल्ट गरेर तपाईहरुले आफ्नो बच्चाहरूलाई चाहिँ भर्ना गर्नलाई चाहिँ आउन सक्नुहुन्छ। यसका यो स्कुलका उत्पादनहरू, विद्यार्थी उत्पादनहरू तपाईको राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न आफ्नो क्षेत्रमा सफल पहिचान र सफल आफ्नो कार्यक्षेत्रमा चाहिँ सफल भएका छन्। त्यो टेस्टिमोनियलहरू पनि तपाईले चाहिँ यसको वेबसाइटहरुमा कन्सल्ट गरेर पाउन सक्नुहुनेछ र यस विद्यालयबाट प्राचार्य अथवा यसमा विगतमा प्रशासनिक नेतृत्व र शैक्षिक नेतृत्वका सरहरू पनि अहिले तुरुन्तै रिटायर्ड लाइफपछि अर्को संस्थामा गएर आबद्ध हुनुभएको छ। यसले यसको चाहिँ यो स्कुलको एउटा पृष्ठभूमिलाई चाहिँ बजारमा हैन, यसको गुणवत्ता, यसको क्वालिटीलाई चाहिँ पनि इंगित गरेको छ र मैले पुनः चाहिँ आफ्नो बच्चाहरूलाई यहाँ ऐश्वर्य विद्या निकेतनमा भर्ना गर्नुहोस्। उहाँहरूको एउटा राम्रो फ्युचरका लागि तपाईं चिन्तित हुनुहुन्छ भने आफ्नो बच्चालाई पूर्व प्राविदेखि चाहिँ माविसम्मको र माथिल्लो लेभलको पनि चाहिँ भर्ना अभियानहरू अहिले नयाँ सत्रको लागि सुरु भएको छ। त्यसमा सहभागी हुनुहोस् भन्दै मैले आफ्नो कुराहरू यही राखेँ। धन्यवाद।